नमस्कार दर्शक तथा श्रोतावृन्दहरू, स्वागत छ तपाईलाई नेपाली कथाको 923औं भिडियोमा। आजको भिडियोमा मैले विश्वका उत्कृष्ट आधुनिक कथाहरू कथा संग्रहबाट रामचन्द्र केसीज्यूले अनुवाद गर्नुभएको विश्वविख्यात कथाकार ओ हेनरीद्वारा लेखिएको कथा बेस्ट ब्रोकरको रोमान्स शीर्षकको कथा लिएर आएको छु। आशा छ तपाईलाई मन पर्नेछ। पिचर ब्रोकर हर्बी मैक्सवेलको निजी कारिन्दा हो। उसको अन्नदाता मैक्सवेल 9:30 मा जवान सेक्रेटरी निस्लीसँगै कार्यालयभित्र छिर्यो र यसो आँखा उठाएर हेर्यो। मुखबाट निस्केको गुड मर्निङ पिचर अभिवादन सँगसँगै मैक्सवेल आफ्नो टेबलतिर होरियो। यस्तो लाग्थ्यो उसले टेबललाई नै एक फड्को मार्दैछ अनि ऊ टेबल माथिका चिठी र टेलिग्रामको थुप्रोतिर बढ्यो जुन उसकै प्रतीक्षामा थिए। विगत 1 वर्षदेखि मिस लिस्ली मैक्सवेलकी सेक्रेटरी थिए। ऊ यस अर्थमा सुन्दरी थिए जुन उसको पद र प्रतिष्ठा भन्दा बढ्ता नै थियो। पहिरेका लुगा सामान्य थिए। उनले चेन, ब्रेसलेट र लकेट केही पनि लगाएकी थिएन। कुनै भव्य लन्चको निमन्त्रणा सहजै स्वीकारी हाल्ने चाहिँ लाग्थेन। उसले खैरो र सादा रंगको कपडा पहिरेकी थिए जुन उसको शरीरमा खूब जमेको थियो। टाउकोमा लगाएको चम्किलो कालो टोपमा सुगाको सुनौलो प्वाँख सिउरेकी थिए। अनुहारमा एउटा नरम र लजालु चमक थियो। स्वप्निल चम्किला आँखा, गुलाबी गाला, मृदु र प्रष्ट शैलीको अभिव्यक्ति एउटा मिठो सम्झनाको छनक दिन पर्याप्त थिए। पिचरको उत्सुक नजरमा ऊ आज बिल्कुलै फरक थिए। सरासर आफ्नो कोठातिर नगई ऊ केही बेर कार्यालय बाहिरै आलटाल गरिरहे। एकपटक ऊ मैक्सवेलको छेउैबाट अर्को कोठातिर लागि ताकि मैक्सवेलको दिमागमा उसको उपस्थितिको चित्र कोरियोस्। टेबल अगाडि मेसिनमय बसिरहेको मैक्सवेल वास्तवमा मानिसभन्दा बढी न्यूयोर्क शहरको व्यस्त ब्रोकर थियो जो पाङ्ग्रा र स्प्रिङको सहायताले चलायमान हुन सकोस्। के भयो? केही काम छ? मैक्सवेलले सेक्रेटरी लिस्लीलाई ठाडै सोध्यो। एउटा खुला चिठी टेबलभरि थुप्रिएका खामहरूमाथि त्यसै रहेको थियो अनि उसका खैरा र उत्सुक आँखा अधैर्यपूर्वक लिस्लीतर्फ उचालिए। त्यस्तो खामै केही छैन, सेक्रेटरीले जवाफ फर्काई र आधा मुस्कान उतर्फ फ्याँक्दै त्यहाँबाट पिचरको कोठातिर लागि। श्रीमान पिचर, मैक्सवेलले सेक्रेटरी फेर्ने सम्बन्धमा हिजो केही कुरा गर्दै थियो होइन त? हो, गर्दै थियो, पिचरले भन्यो। उसले मलाई अर्को सेक्रेटरी खोज्नु भनी हरायो र मैले पनि हिजै एजेन्सीलाई आज बिहानसम्म केही केटीहरू पठाइदिनु भनी खबर गरिदिए। अहिले त 9:45 बजिसक्यो, खै एउटै पनि देखिएका छैनन्। ठिकै छ, त्यसो हो भने, ऊ बोली। जबसम्म मेरो ठाउँमा अरू कोही आउँदैन तबसम्म म आफ्नो काम सम्हालौला। अनि ऊ सरासर आफ्नै कोठामा गई र सुनौलो प्वाँख उनिएको कालो टोपी सधैँझै पहिलेकै ठाउँमा झुन्डाई। न्यूयोर्कमा दलाल भन्दा व्यस्त मानिस यस संसारमा बिरलै भेटिएलान्। छन् हार्बी मैक्सवेलको त कुरै नगरौं। त्यहाँमाथि पनि आजको दिन त ऊ झनै व्यस्त थियो। टेबलमाथिको टेलिफोन घण्टी लगातार बज्न थाल्यो, टेरिङ टेरिङ। कार्यालयमा मानिसहरूको भिड लाग्न थाल्यो। सन्देशवाहकहरू सूचना लिएर भित्र बाहिर दगोर्न थाले। कारिन्दाहरू यताउता हाम फाल्न थाले जसरी समुद्री तुफान आएको बखत नाविकहरूले गर्ने गर्छन्। यस्तैमा एउटी भर्खरकी केटीलाई लिएर पिचर भित्र छिर्यो। यिनी सेक्रेटरी एजेन्सीबाट जागिरको लागि आएकी, पिचरले भन्यो। हातभरि टेलिप्रिन्टर टेप र कागजहरू लिँदै मैक्सवेलले अलिकति टाउको घुमायो। कस्तो जागिर? उसले आँखा तर्दै सोध्यो। सेक्रेटरीको जागिर नि, पिचरले जवाफ दियो। तपाईले हिजै मसँग जागिरको लागि आह्वान गर्न बिहानसम्ममा एकजनालाई लिए भित्र आउनु भन्नुभएको के त? तिम्रो होस हराए जस्तो छ पिचर। मैक्सवेल कड्कियो। मैले तिमीलाई यस्तो आदेश किन दिन्थे? मिस लिस्ली यहाँ आएदेखि नै पूर्ण सन्तुष्टि दिँदै आएकी छ। यो ठाउँमा रहन चाहेसम्म केवल उसकै लागि मात्र हो। कुनै ठाउँ खाली छैन म्याडम यहाँ। पिचर, एजेन्सीलाई गरेको आदेश रद्द गरिदेऊ अनि यता सुन त, आइन्दा कसैलाई पनि लिएर भित्र नछिर्नु। त्यो भर्खरकी केटी फन्किँदै बाहिर निस्की। पिचरले खुसुक्क लेखापालसँग शिकायत गर्यो कि यो बुढो दिनदिनै हुस्सु हुँदै गइरहेको छ। कामदारको व्यस्तता डरलाग्दोसँग बढ्दै थियो। द्रुत गतिमा उडिरहेका चरा झैं लेनदेनका आदेशहरू फटाफट आदान प्रदान भइरहेका थिए।
त्यो मानिस एउटा शक्तिशाली मेसिनले चाहिँ बिना हिचकिचाहट लगातार काममा खटिरहेको थियो। स्टक, बोन्स, लोन र सुरक्षाका व्यवस्थाहरू। वास्तवमा त्यहाँ अर्थतन्त्रको एउटा सिंगै संसार थियो जहाँ मानव प्रकृतिको कुनै अवशेष नै भेट्न सकिन्थेन। जब लन्चको समय आउँथ्यो, कामदारहरूमा हलुका खालको गन्जागोल फैलन्थ्यो। हातभरि टेलिग्राम र चिठीहरू लिँदै म्याक्सवेल जुरुक्क उठ्यो, जसले दाहिने कानमाथि डटपेन सिउरिएको थियो र नजानिदो गरी उसको कपाल निधारसम्म झरेको थियो। नजिकैको झ्याल खुला थियो, जहाँबाट आएको वसन्तको बतासले कोठाभित्रको वातावरणमा मादकता थपिदियो। एउटा हल्का गुलाबी बास्ना झ्यालतिरबाट वास्स आयो, जसले ब्रोकरलाई पलभरका लागि यथास्थानमै अचल बनाइदियो। यो बास्ना मिस लिस्लीको थियो। उनको आफ्नै थियो। हो, उनकै थियो। त्यो सुगन्ध म्याक्सवेलको दिमागमा पुग्यो र मिस लिस्लीको आकृतिमा रूपान्तरित भयो, जस्तो कि उसले चाहेको बखतमा उक्त आकृतिलाई छुन र खेलाउन सक्छ। पैसाको संसारलाई केही बेरका लागि उसले चटक्कै बिर्सन पुग्यो र सम्झियो यस बखत उनी पल्लो कोठामा छिन्, यहाँबाट 20 गज मात्र पर। ईश्वरको नाममा यो काम म अहिले फत्ते गर्छु। म्याक्सवेल एक्लै बरबरायो। म अहिले गएर सोधिहाल्छु। कस्तो अचम्म, मैले यो काम पहिले किन गरिन होला? ऊ कार्यालयको अर्को कोठाभित्र छिर्यो अनि आफ्नै निजी सेक्रेटरीको टेबल छेउमै पुगेर रोकियो। लिस्लीले मुस्कान भरिएको अनुहार उतेर फर्काई। म्याक्सवेलले उनको मुलायम गुलाबी गाला, उत्सुकता र उन्मादपूर्ण आँखाहरूको अनुभूति गर्यो। एउटा कुहिनोले लिस्लीको टेबलमाथि टेकेको थियो। अझै उसको हातमा चिठीपत्र र कानमाथि कलम थिए। मिस लिस्ली, ऊ हडबडाउँदै बोल्यो, एकैछिनलाई है, म तिमीलाई केही भन्न खोज्दै थिएँ। के तिमी मेरो श्रीमती हुन मन्जुर छौ? हेर न, तिमीलाई मैले आफ्नो प्रेम व्यक्त गर्ने उपयुक्त समय नै पाइन। वास्तवमा म तिमीलाई औधी मन पराउँछु। प्लिज लिस्ली, छिटो जवाफ देऊ न, म एकदमै व्यस्त छु क्या अहिले। के कुरा गर्दैछौ तिमी? युवती अचम्म मान्दै कराई। ऊ जुरुक्क आफ्नो ठाउँबाट उठी र ठुल्ठुला गोला आँखाहरूले उसलाई एक टकले हेर्न थाली। कुरा बुझिनौ? म्याक्सवेल अलि आत्तिँदै करा। म चाहन्छु तिमी मसँगै विवाह गर। हो लिस्ली, साँच्चै म तिमीलाई अत्यन्तै माया गर्छु। मैले यो कुरा तिमीलाई पहिलेदेखि भन्न खोजिरहेको थिएँ र अहिले यसो 1 मिनेट फुर्सद मिल्न साथ यहाँ आइहाले। ऊ हेर त, तिनीहरूले मलाई फोनमा डाकिरहेका छन्। पिचर, तिनीहरूलाई 1 मिनेट पर्खने भनिदेऊ। भन लिस्ली, के तिमीले मलाई माया गर्दिनौ त? सेक्रेटरी युवतीले अनौठो व्यवहार प्रदर्शन गर्न थाली। पहिला त ऊ एकदमै आश्चर्यचकित देखी। त्यसपछि उत्सुकताले भरिएका उसका आँखाहरू आँसुले छोपिए अनि अचानक हर्षविभोर हुँदै मुस्कुराउँदा उसका दुवै आँखाबाट आँसुका भल छुटे र दुवै पाखुराले स्नेहपूर्वक ब्रोकरको गालामा बेरी। अहिले पो बुझे, ऊ नरम बन्दै बोली। त्यो यही थोत्रो बिजनेस हो जसले तिम्रो दिमागबाट हरेक कुराहरू निकालिदियो। पहिला त म झसँगै भएकी। मेरो प्यारो हार्वी, तिमीले बिर्सियो होइन? हिजो साँझ 8 बजे हामीले पल्ला छेउको लिटल चर्चमा गएर बिहे गरेको। कथा व्यस्त ब्रोकरको रोमान्स। कथाकार ओ हेनरी। लागौं कथाकारको जानकारीतर्फ। ओ हेनरीको वास्तविक नाम विलियम सिडनी पोटर हो। उनको जन्म अमेरिकाको उत्तरी क्यारोलिना राज्यमा सन् 1862 मा भएको थियो। पछि उनी क्षयरोगले ग्रस्त बने र सन् 1910 मा यस धरतीबाट बिदा लिए। उनले आफ्नो जीवनकालमा प्रशस्तै उपनामहरू प्रयोग गरे, तर उनी ओ हेनरीको नामले नै साहित्यको क्षेत्रमा चर्चित बन्न पुगे। उनको विवाह वेबर हिलकी आफ्नी बालसखा सारा लिन्डसे कोलेम्यानसँग भएको थियो। 20 वर्षको उमेरमै ओ हेनरी कथा लेख्न थालिसकेका थिए। एकपटक उनी झुटो मुद्दामा 5 वर्षका लागि जेल समेत परेका थिए। जेलभित्रको बन्द संसारबाटै उनले विश्वप्रसिद्ध कथाहरू लेखे। ओ हेनरी आफ्नो समयका सबैभन्दा राम्रा कथावाचक पनि थिए। उनले आफ्नो जीवनकालभरिमा 600 जति कथाहरू अंग्रेजी साहित्यलाई दिएका छन्। ती कथाहरूमा सर्वसाधारण मानिस र उनीहरूका जीवनशैलीको चित्रण पाइन्छ। उनका विश्वप्रसिद्ध प्रकाशित कथाहरू द बिलिगिग अफ लाइफ, रोड्स अफ डेस्टिनी, अ हार्लेम ट्रेजेडी, द गिफ्ट अफ म्यागी, द भोइस अफ सिटी र अन्य थुप्रै कथाहरू रहेका छन्। तत्कालीन अमेरिकी समाजको छलको दिने प्रस्तुत कथामा एउटा व्यस्त न्यूयोर्क दलालको प्रेमलाई मजाकको रूपमा चित्रण गर्न खोजिएको छ। यस कथामा एउटा न्यूयोर्क शहरको व्यस्त दलाल म्याक्सवेल व्यस्तताका बावजुद आफ्नी जवान सेक्रेटरी मिस लिस्लीसँग अघिल्लो साँझ लिटल चर्चमा विवाह बन्धनमा बाँधिएर पनि बिर्सन पुगेको घटनालाई रोचक तरिकाले उतारिएको छ।
दर्शक तथा श्रोतावृन्द, तपाईलाई आजको कथा के कस्तो लाग्यो कृपया कमेन्टमा उल्लेख गर्नुहोला। आज भने तपाईको कमेन्टलाई वाचन गर्न सकिन क्षमा माग्दै आजको लागि म कथावाचक जमिन राई पनि तपाईहरु माझबाट ओजेल पर्न चाहन्छु। नमस्कार।